गुमान भाइ के भएन बिहान बिहानै भोजे फर्काएर कुटे खाऊ के भयो भाइ के गर्दा अन्त एकदम बिरो छ मलाई त के बिरो भयो के भयो यो रातभरि यो उडुस भन्ने के गर्दा भाइ यिनी थाङ्गन कहाँबाट परेछन् र मलाई सुत्नै दिन्नन् आज 13 वर्ष भयो मेरो यहाँ हामी जाने आउँदै फेरि के गर्नु नि के साथी भन्नु हेर अब यो त घुम्या फेराउन छ यार के कुरा गर्दा मेरा घर पनि यो जातको किरो परिन के भन्छ हो के कुरा गर्दा अनि मुङसिरो महिना लागेको हेर अब चिसो गएको अब त हट्ला भन्नु दिउँसो देखिँदैन अहिले त राति हामी मेरा बाबा जेनी मेरो त छोराछोरी सुत्नु छ यहाँ त्यो त म दोकी किरो हुने रहेछ यार कतै कतै छचु हुने रहेछन् कतै कतै हुँडो हुने रहेछन् यो जस्तो दुखी किरो त संसारमा मेरो केही मान्छ म त वाटका चिन्ता म पनि त्यस्तै जाँदैन त्यो मरु चाहिँ के रहेछ क्या औषधि दिन्छन् त्यो औषधि हाले बेला गन्ध के आएको हेर पनि है गन्ध पनि त्यस्तै नराम्रो त्यो औषधि हालिदिन अहिले त हराएको जस्तो हुने हो फेरि भोलि पर्सि के भन्नुहुन्छ मैले पनि लगभग 5 चोटि भन्दा बढी औषधि हालेँ पुरै गाईको गौत हाल्यो भन्यो त्यो पनि हाल्यो त्यसले पनि छैन तातो पानी तताउँदै ती कोज्दै गरे त्यो पनि जान्न पाथी मिरे त्यो पनि जान्न कुनै कपुर बन्छ त्यो पनि जान्न कुनै त 13 वर्षमा त्यो घरको मान्छे मर्छ जान्छ भन्थ्यो त्यो पनि गर्ने गर्छ त यार महादेखि कुरो हुँदैछ क्या यो त यार मान्छेले भन्न अप्ठ्यारो मान्छन् यो नेपालभरिका आधाभन्दा बढीका घर होला यो त मल भन्ने रहन्छ यार मैले पत्याएँ एउटा त मैले झुग्रो भन्ने रहन्छ यो त यो साफसफाइ गर्न पनि हुने रहन्छ परिसकेपछि त यो त भित्र भङ्ग हाल्ने रहेछ मान्छेले भन्न अप्ठ्यारो मान्दा मात्रै हो यार यो त धेरै मान्छे घरमा हुन्छ अब यहाँको कुरा गर्छ को मलेसियाबाट दिउँसो हाम्रो साङ्गेले फोन गरिरहेको थिएँ साँझले फोन गर्ने जेठा नेता प्रभात भएको नेपालबाट उडुस यहाँ पुगिन दिनभरि काम गरिन आएका मान्छे राति सुतौँला भन्दा डेरामा आउनु र बेडभरिमा उडुस पर्ने सुत्ने नदिन हामी त हैरान भएको जेठाले त महा दुखेको अनि म त एउटा सन्देश भन्न आएँ क्या के सन्देश बोल त यस्तो छ हाम्रो केन्द्रबाट चाहिँ नेताजीहरू आउनुहुन्छ आज चाहिँ जने बेला छ क्या कार्यक्रम पार्टीको कार्यक्रम छ अनि अब केही विकासको एजेन्डाहरू हुन्छन् केही कुराहरू हुन्छन् अब अनि चुनाव आउनु लागेको अनि त्यही भएन अब के यता भाँडा बनाउनु लाग्यो नि इन्डियामा टुक्ने नेता फेरि फागुन महिना आउनु चुनाव आउनु लाग्यो त्यही त त्यही गर्नु पर्यो त केही के गर्ने अब खानेपानी सिँचाइ अब ठुलो विकासको कुराहरू धेरै यो खानेपानी सिँचाइ मात्र नभन खानेपानी सिँचाइ अरू के छन् तिमीले राख बाटो घाटो हाम्रोमा एउटा मात्रै छ तिमीलाई गर्छु गर्दैनौ होइन तिम्रो खानेपानी ती सबै विकास मध्येमा यो पुरुष मार्ने भन्ने एउटा एजेन्डा ल्याऊ हामी जान्छौँ तिम्रो पारीमा हामी जान्छौँ हेर्नु है मान्छे परिन के आविष्कार बनाउने वैज्ञानिक बन्यो डाक्टर बन्यो पाइलट बन्यो इन्जिनियर बन्यो त यो उडुस मार्न सक्ने माइकलाल पनि जन्मिएन यो हिउँ त कता हरिया जस्तो हुन्छ जेठामा भयो भने फेरि आएर गर्छौ लाउन त यो केही गर्नु पर्यो यो कुरा यो भाइले नहुने आमा हेरेर खान्छ हो केटा हो यो समय सबै हेर्दा यस्तो छ पहिला यो मारेको तिमी नेता नेता त्यो जब उडुसमा सक्दैनौ उडुसमा चाहिँ के उपाल हो क्या पहिला तिमीहरूले भने जस्तो मैले पनि तातो पानी गरिन कि पाथी हालिन कि के गरिन के गरिन क्या झोल भन्छ क्या भन्छ केटाकेटी सुत्नै नसके राति यस्तो तिमी जान्ने माने नेता हो भने यो उडुसलाई सफा पार्ने चाहिँ योजना ल्याउँदा के भएन त्यो कुरा गर्दा मजाक गरे जस्तो हुन्छ हालो मजाक गरे जस्तो हुन्छ यो सबैको पीडा छ भाइ त्यो केही गरेन उयो उडुसलाई सफा पार्ने केही गराउनु पर्छ उठाउँछु भने म उठाउँछु उठाउँछु कि म कृषि मार्न नै जाउँ जनताको समस्या सबै उठाउँछु